हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग है सबैजनालाई स्वागत छ मेरो न्यू भ्लगमा र आशा छ साथ सपोर्ट गरिदिनु हुनेछ भन्ने र म चाहिँ आज आएको छु टक्क लाएर कोठातिर होइन बाख्राहरू चाहिँ त्यहाँ पातिर चलिरहेको छ अनि म चाहिँ यहाँ टक्क मजाले माथि घाम खाँदै अनि टक्क लाएर यताको भ्यू हेर्दै बस्दै गरेको छु है भ्यू चाहिँ यस्तो बबाल छ माई गड त्यो चाहिँ यस्तो दामी दामी देखिन्छ है भ्यू टक्क लगाइ अरू गाई गोरुहरू पनि आइसक्यो होइन म चाहिँ कोठातिर आएको छु गाई है हाम्रो बाख्राहरू चाहिँ यतातिर चलिरहेको छ टक्क लाएर अनि यस्तो भ्यू छ है टक्कै भाइ चाहिँ टक्क बल खेल्दैछ होइन र टक्क अब हामी चाहिँ एकैछिन टक्क बल खेल्छौँ है भिडियो चाहिँ इन्जोय गरिदिनु होला गाई बाख्राहरू चाहिँ यहाँ चलिरहेको छ अनि त्यही हो भाइ छ यहाँ हाम्रो सिङ्गर भाइ यो चाहिँ यही टक्क लगाएर मेरो मेरो फेसबुक आइडीमा चाहिँ भाइरल भएको भाइ चाहिँ यही हो टक्क लगाएर अझै माया देखाइदिनु होला गीत गा भन्दा चाहिँ अझै मान्दैन है यस्तो बबाल छ है हामी चाहिँ टक्क बल खेल्छौँ है पास खेल्छौँ तपाईँ चाहिँ भिडियो इन्जोय गरिदिनु होला ल 1 eternity later. गाई बाख्राहरू चाहिँ यहाँ टक्क लाएर चलिरहेको छ देख्न सकिन्छ होइन त्यही हो टक्क एकदम गोरु गाई बाख्रा हेर्दै बस्दै गइरहेको छौँ है यहाँ चाहिँ Much later. ल गाइज है म चाहिँ टक्क लाएर कोलाबाट पनि आइसकेँ होइन यहाँ गोरु पनि बाँधिसकेको छु टक्क लाएर यहाँ बसिरहेको छ होइन अनि यहाँ भैँसीहरू पनि छन् त्यही हो र हाम्रो यहाँ बाख्रा पनि टक्क लाएर बसिरहेको छ त्यही हो गाइज होइन अब भिडियो चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु र भिडियो कस्तो लाग्यो भन्ने नै होला के गर्ने राम्रै आउनु सकेको छैन र यसो कमेन्ट मार्फत कस्तो कस्तो भिडियो लिएर यसो सल्लाह सुझाव दिनु होला है त्यही हो के गर्ने कन्टेन्टै छैन यसो कन्टेन्ट चाहिँ यसो भनिदिनु होला कस्तो कस्तो लिएर आउँदा ठिक होला भनेर त्यही हो गाइज अर्को नेक्स्ट भ्लगमा अलि राम्रो लिएर आउने प्रयास गर्नेछु त्यति दिनसम्म मलाई बिदा दिनुहोस् बाई बाई